ये खाना खानु रेडी छ। यहाँनिर यतापट्टि टेबल सारेको छ। सबै रेडी छ। हिमाल डन, आदित्य डन, मोटु मामा डन, बुहारी डन, बुवा डन। आज यता सुकुटी यहाँ सुकाएको अनि टेबल यता सारेको। यहाँनिर बिरालो फालन्छ भनेर अनि बाहिर सुगर सफा चिरिक्कै छ। लुगाहरू बिहानै बुहारीले पर्दाहरू धोएर सबै लगाइराखेको छ। सुकुटी मोटु मामा र हिमालले झुन्डाएको छ। अब चाहिँ दसैँ हो कि जस्तो लागेको छ मलाई। अब तिमीहरू नभए पनि अब त्यति साह्रो खिन्न महसुस भएको छैन। कोही पनि नहुँदाखेरि त एक्लै यत्रो घरमा गाँठे त्यो तर्साउने जस्तो बसेकै थिएँ। अब ठिकै छ, राम्रो छ। यहाँनिर कोला मेरो नानीहरूले खान्छ भनेर माथिल्लो कितादेखि अस्ति ल्याएर यहाँ बनाएको थियो। यहाँनिर भित्र पाकिराखेको छ। भोलि टिकाको दिन, अरे हो टिकाको दिन दही चिउरा ला हो फ्लत्तै भइगएको रहेछ। ला यो बुहारी यो कोला निकाल्नु पर्ने भएछ है। होइन फ्लत्तै भइसकेको रहेछ। त्यो विशेष गरेर पकाएको थियो। ल अब एकछिनमा पठाउँछु भात खाएर।